नमस्ते सबैजनालाई म सन्तोष आचार्य चितवनबाट अहिले पिक्चर देख्दै हुनुहुन्छ अर्क सम्पाङले ड्रोन मार्फत बस्ती हेर्न सक्नुहुन्छ। आकाशमा ड्रोन उडाएर आफ्नो खानेपानीको ट्याङ्कीमा बस्ती बढाएको छ। आगो कसरी लगाइदिन्छ भन्ने ड्रोन उडाएर बस्ती गर्दैछ जङ्गलमा हेर्न सक्नुहुन्छ। सबैजनाले हेर्नुहोस् ड्रोन बस्ती उडाइरहेको छ है। अर्क सम्पाङको ड्रोन बस्ती भइरहेछ। अहिले बसेर चेक गर्दै गर्नुभएको छ। जङ्गलमा कोही पनि हुन्छ भने आगो लगाउने प्रयास नगर्नु होला, नत्र समातिन सक्नुहुन्छ र आजीवन जेल सजाय पनि हुनसक्छ। त्यही भएर ध्यानमा मध्यनजर गर्दै जङ्गलमा नगइदिनु होला। बस्ती हुँदैछ, हाम्रो अर्क सम्पाङको बस्ती सुरु छ। ड्रोन उडाएर गस्ती सुरु छ है साथीहरू। जङ्गलमा कोही पनि नजानु होला, आगो नलगाउनु होला भन्न चाहन्छु। त्यो साइडमा के हुँदैछ पारी हेर्नु पर्यो। त्यो साइडमा आगो लागेको छैन अहिले। यसरी कोसिसतिर अब यसो नगरी भएकै छैन। कोसी त रातो कालो पो बग्दै रहेछ त हौ, के भएर यस्तो पो। फर्किँदै गरेको अवस्था हो र यसरी अब यो चोर फटारले आगो लगाउँछ। अब यसरी नहेरी भएको छैन र यसरी अहिले चावाचातिर है मित्रहरू ड्रोनबाट $200 मिटर तल आइसक्यो।